हजुर अनि कसैले पनि नेपाली रेस्टुरेन्ट खोलेको थिएन त्यो समयमा होइन हजुरले चाहिँ कसरी सोच्नु भयो कि मैले चाहिँ अब यो ठाउँमा नेपाली रेस्टुरेन्ट नै खोल्नुपर्छ नेपाली नाम राखेर खोल्नुपर्छ भन्ने आइडिया चाहिँ कसरी आयो अब यो मेरो जीवनको कस्तो भने वास्तविक सत्यता म सानैदेखि म यही किचनमा काम गरेको झन्डै स्पेनमा आउँदाखेरि नै मलाई 17-18 वर्ष भइसकेको थियो म इन्डियादेखि लिएर कुवेतदेखि लिएर लेबनानदेखि लिएर जर्मनी बेल्जियममा म होल मेरो लाइफ नै यही किचनमा काम गरेको र मलाई चाहिँ एउटा के कन्फिडेन्स थियो भने मैले चाहिँ रेस्टुरेन्ट स्थापना गरेर मैले काम गरेँ भने म चलाउन सक्छु भन्ने हिम्मत मात्रै थियो अन्यथा मसँग त्यस्तो पैसा भएर रेस्टुरेन्ट चाहिँ खोलेको चाहिँ होइन फेरि ओके दाइ त्यसो भए हजुरले रेस्टुरेन्ट खोल्नुभन्दा अगाडि नयाँ स्पेन आउँदाखेरि धेरै सङ्घर्षहरू गर्नुभयो होला धेरै उताप चढावहरू आयो होला जब तपाईँको यहाँ लिगल्ली डकुमेन्ट थिएन भनौँ न सिधै कुरा गर्नु पर्दाखेरि त्यति बेलाको समयलाई कसरी सम्झिनुहुन्छ आज यस्तो सक्सेसफुल बिजनेसम्यान हुनुभएको छ यस्तो सक्सेसफुल बिजनेसम्यान हुन्छु भोलि पर्सि गएर म यस्तो इस्टाब्लिस हुन्छु यति धेरै नाम कमाउँछु भनेर